हामी चाहिँ क्रियाहरूलाई कसरी हैन जुन फर्स्ट ग्रुपको क्रियाहरू छन् उनलाई ते फर्ममा कसरी लाने भन्ने कुरा सिक्न गइरहेछौँ है। ते फर्ममा लाँदाखेरि फर्स्ट ग्रुप क्रियालाई ते फर्ममा लाँदाखेरि 5 वटा नियमहरू छन् है। जस्तै पहिलो नियम हेर्नुहुन्छ भने मासको अगाडिको कुरा गर्छौँ हामीले। मासको अगाडि यदि हैन कुन अक्षर आउनु पर्यो इ चि रि अर्थात् इचिरी आउँछ भने हामीले यसरी पनि लेख्न सक्छौँ इ चि रि भन्ने अक्षर आउँछ भने तीनटै अक्षरलाई हटाएर हामीले चुते लेख्छौँ। यसलाई याद गर्दाखेरि इचिरिते पनि भन्ने गरिन्छ है। इचिरिते जस्तै इ को इक्जाम्पल हेर्नुहुन्छ भने हामीले लेख्न सक्छौँ इक्जाम्पलहरू हैन। इचिरिते लेख्नुहुन्छ जस्तै खाइमास। खाइमास भनेको के हुन्छ किन्नु हुन्छ भने यसको चाहिँ हामीले के गर्छौँ ते फर्ममा लाँदाखेरि यो मासलाई हटाएर हामीले के भन्छौँ मासको अगाडिको रहेको इ अक्षरलाई भने केमा लाने चुतेमा हैन त के भन्छन् खाते भइरहन्छ अर्थात् किनेर भन्ने अर्थ हुन्छ हैन। यसरी लान सकिन्छ। त्यस्तै चीको हेर्नुहुन्छ भने हैन गर्न सक्नुहुन्छ जस्तै माची मास भन्न सक्नुहुन्छ माची मास हैन। माची मास भनेको कस्तो हुन्छ भने कुर्नु हामीले भन्छौँ हैन कुर्नु भन्छौँ भने यसैलाई गर्न सक्नु जस्तै हुन्छ भने माते गराउन सकिन्छ हैन कुरेर भन्ने अर्थ हुन्छ। यसरी चेन्ज गर्न सक्नुहुन्छ पहिलो ग्रुप अनुसार अर्थात् इचिरी आउँछ भने मासको अगाडि इचिरी भन्ने अक्षर आउँछ भने चुतेमा लाने यसरी क्रियाहरू यसरी राखेर इक्जाम्पलहरू गर्न सकिन्छ भने यो त पहिलो ग्रुप थियो पहिलो नियम थियो भने हामीले दोस्रो नियम हेर्नुहुन्छ भने मी बी नि भन्छौँ हैन। मी बी अनि नि आउँछ भने हेर्नुहुन्छ मी बी नि छ भने यिनी अक्षरलाई पनि हटाएर हामीले के गर्न पर्छ एन्दे लेख्नुपर्छ है। एन्दे यसलाई याद गर्दाखेरि मिबिन्दे पनि भन्ने गरिन्छ। एन्देले जस्तै इक्जाम्पल हेर्नुहुन्छ भने यिनीहरूको भने मीको हेर्नुहुन्छ जस्तै नोमिमास। नोमिमास भनेको के हुन्छ पिउनु हुन्छ भने यसको चाहिँ ते फर्म हेर्नुहुन्छ भने के हुन्छ नोन्दे हुन्छ यसरी हैन। नोन्दे भने यसरी पिएर भन्ने अर्थ भइदिन्छ यसको हेर्नुहुन्छ भने पिएर भइदिन्छ। त्यस्तै बी को हेर्नुहुन्छ भने के हुन्छ आसोबिमास। आसोबिमास भनेको खेल्नु पनि हुन्छ हैन डुल्नु पनि हुन्छ है। तर खेल्नुकैले हामीले कुरा गरौँ भने आसोबिमास भनेको के हुन्छ खेल्नु हुन्छ भने आसोन्दे भनौँ। आसोन्दे हुन्छ भने के भइदियो भयो खेलेर भनेर यसरी बनाउन सक्नुहुन्छ भने दोस्रो नियम यसरी इचिरिते मिबिन्दे भनेर तपाईले पढ्न सक्नुहुन्छ है। त्यसैगरी थर्ड नियम हेर्नुहुन्छ भने थर्ड नियम हुन्छ भने जस्तो हामीले गी छ भने मासको अगाडि गी भन्ने अक्षर छ है। गी भन्ने अक्षर हुन्छ भने यसलाई पनि हटाएर इदे लेख्नुपर्छ हैन। गिदे इचिरिते मिबिन्दे गिदे यसरी भनेर पढ्न सक्नुहुन्छ। जस्तै गी को हेर्नुहुन्छ भने इक्जाम्पल भन्छ नि हैन इसोगिमास भन्छ हेर्नुहुन्छ नि के हुन्छ इसोगिमास भन्छ हैन। यसको अर्थ के हुन्छ छिटो गर्नु भन्ने अर्थ हुन्छ नि। यसको ते फर्म हुन्छ मासलाई हटाएर गिलाई के गर्ने इदे बनाउने भने के भइदियो इसो इदे भइदिन्छ हैन। हतार गरेर त छिटो गरेर भन्नु यसको अर्थ हुन्छ छिटो गरेर भन्ने भइदिन्छ। यसरी यो थर्ड भयो भने त्यसैगरी चौथो हेर्नुहुन्छ भने यसैको थर्ड नियम हेर्नुहुन्छ भने है थर्ड भन्नु फोर्थ भनौँ है। फोर्थ नियम हेर्नुहुन्छ भने यदि इ साउन्ड दिने अक्षर भन्ने कि नै छ भने यसलाई पनि हटाएर हामीले यो अक्षरलाई पनि हटाएर के लेख्न पर्यो इते लेख्न पर्यो अर्थात् कि इते हुन्छ पढ्दै किते भनेर यसरी पनि याद गर्न सक्नुहुन्छ कि इते। कि को हेर्नुहुन्छ भने यसको अर्थ यसरी गर्नुहुन्छ नि यसको हुन्छ कि इते जस्तै हुन्छ नि खाकिमास। खाकिमासको के हुन्छ लेख्नु हुन्छ भने यसको के भइदियो त्यही फर्म मासलाई हामीले हटाउने यसको अगाडिको इ साउन्ड दिने अक्षरलाई हामीले के लगाइदियो नि इतेमा चेन्ज गरेर अर्थात् के भइदियो त्यो खाइते भइदियो। यसको अर्थ के भयो लेखे र भने यसरी भन्न सक्नुहुन्छ हैन। जस्तै यसरी खाकिमास हैन यसरी भन्न सक्नुहुन्छ। खाकिमासको खाइते भनेर यसरी लेख्न सक्नुहुन्छ भने पाँचौं नियम हेर्नुहुन्छ भने सी भन्ने अक्षर यसलाई पनि हटाएर हामीले के गर्न सकिन्छ सीतेमा लान सकिन्छ है। सीमास जस्तै सीते भनेर यसरी पढ्न सक्नुहुन्छ। यसको इक्जाम्पल हेर्नुहुन्छ भने जस्तै हानासीमासको कुरा गरौँ। हानासीमास भनेको कुरा गर्नु है। कुरा गर्नुको हेर्नुहुन्छ भने के हुन्छ हाना सीते अर्थात् के भयो कुरा गरेर। यसरी चाहिँ पहिलो ग्रुप क्रियाहरूलाई यसरी तपाईहरुले ते फर्ममा लान सक्नुहुन्छ। जस्तै पाँचवटा नियम छन् पहिलो इचिरिते मिबिन्दे गिदे कित हैन यसरी सीते भनेर यसरी याद गर्न सक्नुहुन्छ है।
पहिला त के भने मास, हामीले यो मासलाई हटाउने र मासको अगाडिको ई साउन्ड दिने अक्षरहरूलाई यसरी परिवर्तन गरेर तपाईहरुले पहिलो ग्रुपको क्रियाहरूलाई त्यही फर्ममा लान सक्नुहुन्छ है। अब हामी कुरा गर्छौं सेकेन्ड ग्रुपको।